आएपछि एक्लै बसिरहेछ उनीहरू दुईजना चाहिँ लागेको लागेछ तेरो त भइहाल्यो मेरो बारेमा पनि सोच गाउँमा कोही सुल्टिनी तोल्टिनी छ भने कुरा चला न हेलो अनि नमस्ते आज चाहिँ हामी दुलियाजानमा र यो दुलियाजानमा आज झमेलाको टेलर लन्च हुनेछ र स्टेजमा हुनुहुन्छ राजीव दाजु पङ्कज दाजु यहाँ मञ्चमा हुनुहुन्छ झमेला तामाङज्यूको हात अलिक उठाइदिउँ होला राजीव तामाङज्यू रूपम आत्रेय हात थपडी अलिक साह्रो बजाइदिनु प्लिज र पङ्कज कश्यप उहाँलाई हाम्रो समितिको तर्फबाट एउटा खाताले सम्मान गर्नुको निम्ति हाम्रो दिदीबहिनी अनुरोध गर्छ प्लिज तैँले बिर्सिस् कि क्या अब त बुढाउन आँटो अब के गर दियाले पढाइ सकि आउन दिएन दाजु दिया भागिन तपाईँको बिहा हुन्छ अरे भनेर सुनेको थिएँ तर खोइ यो हग्ने मुद्दा कुद्नमा लोदर लाग्छ अस्ति गरेको अब कति गर्नु माया गर्छु दियालाई दिया Rahul! I missed you so much. मेरो एउटै पलमा तिमी आयो. I'm so happy. हे अब यहाँ आएपछि एक्लै बसिरहेछ उनीहरू दुईजना चाहिँ लागेको लागेछ तेरो त भइहाल्यो मेरो बारेमा पनि सोच गाउँमा कोही सुल्टिनी तोल्टिनी छ भने कुरा चला न मेरो सपना छ युएसमा गएर उतै जब गरेर उतै सेटल हुने मलाई यो गाउँमा बस्न तिमीमा र हाम्रो बिहेमा कुनै इन्ट्रेस्ट छैन तिमी पनि नराख त्यत्रो के पढेको मान्छेले आफ्नो मात्रै सुनाएर गएको मेरो पनि सुनेर जाऊ यो तिमीहरूले गलत गर्दैछौ म पनि कालो मान्छेको मान्छे हुँ तेरो हड्डीको पाउडर बनाएर मेरो केटाहरूको दाँत माझिदिन्छु छु शिकारी भएपछि शिकारको नाम सुन्ने साथ यो गति कुद्छ कता कुद्छ र कुन गतिमा कुद्छ त्यो थाहा हुनुपर्छ तैँले हार मान्नु पर्दैन मैले तेरो वचन तोडेको छु हेलो हात थपडी बजाएर उहाँलाई बधाई दिनुहोस् यो चलचित्र राम्ररी चलोस् तपाईँहरूले पनि निश्चय यस तस्बिरलाई तयार बस्नु अनुरोध गर्दछु झमेलाको ट्रेलर कहिले हुन्छ र गीतमा रूपम छेत्री सबैजनाले हेर्नु रूपम छेत्री र डिप्लोय सोनालाई पनि तयार बस्न अनुरोध गर्छु मञ्चको छेउमा आएर बसिन अनुरोध गर्दछु
सरी साथी अब मञ्चमा दुईटा सिङ्गर भएका छन् साना बालक आइस उपाध्यायको एकल नृत्य ट्रेलर हेरेर चाहिँ कस्तो लाग्यो ट्रेलर ए बढिया पहिले हेरौँ पहिले हुँदैछ मलाई त अडियन्सले राम्रो भन्यो भने हामीलाई राम्रो सारा आसाममा यो भव्य रूपले सबैले माया दिनुहुन्छ भन्ने आशा गर्दैछु धन्यवाद ल सर धन्यवाद चाँडै आउँछ जमेला तपाईँहरू जनवरीमा तर रेडी भएर बस्नुहोस् हजुरहरूको गाउँ गाउँमा आउनेछ र हजुरहरूको ठाउँ ठाउँमा आउनेछ त्यसको लागि कन्ट्याक्ट गर्नुहोस् हामीलाई मलाई गर्दा पनि हुन्छ र यति भन्दै आजको लागि बिदा लिँदैछु जय गोर्खा जय जमेला